नमस्कार यहाँहरू सम्पूर्णमा। यही वैशाख 6 र 7 गते राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत 6 महिनादेखि 5 वर्षसम्मका बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम हुँदैछ। आफ्नै ओडाका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाइन्छ। हजुरहरूले आफ्नो भिटामिन ए खुवाउने केन्द्रमा वा आफ्ना ओडाका महिला स्वास्थ्य स्वयंसेविकासँग समन्वय गरी हरेक बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउन हुनको लागि हार्दिक अनुरोध गर्दछु। भिटामिन ए र जुकाको औषधिले बालबालिकाहरूको रोग प्रतिरोधात्मक क्षमता बढाई विभिन्न किसिमका रोगहरूबाट बचाउँदछ र बाल मृत्युदर घटाउनलाई सहयोग गर्दछ। धन्यवाद।